नेपाली टोलीले हजुरहरूले एउटा बिग सेल्युट गर्नु साथीहरु। आज लगातार तेस्रो म्याच हारेको छ तर नेपालले आज गेम खेलेको छ साथीहरु। कस्तो बवाल प्लेइङ गरेको छ आज नेपाली टोलीले, कसम भनौं न। यो के यसरी तेस्रो टिममा जसरी खेल्यो नि, यसरी खेल्यो भने टेस्ट नेसन को लागि हकदार छ नेपाली टोली भन्नु पर्छ के साथीहरु। कति बवाल खेलेको छ, ब्याटिङमा हेर्नु, बलिङमा हेर्नु, फिल्डिङमा कहीं पनि कमी छैन आज नेपाली टोली साथीहरु। क्याचहरु मिस गर्यो साथीहरु, धेरै बिग भनौं न, धेरै बिग ठाउँमा चाहिँ नेपाली टोली अहिले खेलेको छैन, अलिकति नर्भस हुन्छ तर आज बवाल प्लेइङ गरेको छ साथीहरु। अलिकति लास्टमा नन्दन यादवले गेम बिगाडे साथीहरु। यो गेम कहीं न कहीं नेपाल आइसक्यो थियो, सन्दीप लामिछानेले आफ्नो कमाल देखाइसक्नु भएको थियो तर लास्टमा भनौं न हाम्रो लकले साथ दिएन र नेपाली टोली आजको फेरि म्याच हारेको छ युएसए विरुद्ध साथीहरु। तर नेपालले म फेरि भन्छु गेम चाहिँ बवाल खेलेको छ साथीहरु। हजुरहरुले स्कोरबाट सबै कुरा हेर्नुभयो भने अनि हजुरहरुले भन्नुहुन्छ साथीहरु। म्याचको कुरा गर्नमा सुरुमा चाहिँ नेपालले ब्याटिङ गर्यो साथीहरु र ब्याटिङ गरेर 271 रन बनायो साथीहरु। 271 रन बनायो, 49.5 बल खेलेर अल आउट भयो साथीहरु। लास्ट एक बल खेल्न सकेन र अल आउट भयो, जसमा चाहिँ भनौं न सुरुमा स्टार्टिङ बवाल भयो। आसिफ शेख टिक्नु भएन तर कुशल भुटेलले 65 बलमा 47 रन बनाउनु भयो। आसिफ शेखले 2 बलमा 2 रन, भीम सार्कीले 58 बलमा 43 रन, रोहित पटेल हाम्रो क्याप्टेनले चाहिँ 36 रन, आरिफ शेखले चाहिँ 2 रन 8 बलमा। त्यसपछि हाम्रो किङ प्लेयर दिपेन्द्र सिंह टाइगरले पनि आज साबित गर्नुभयो उहाँ पनि कम हुनुहुन्न र उहाँ बिग म्याचको बिग प्लेयर हुनुहुन्छ भनेर उहाँले 75 रन हाइएस्ट रन बनाउनु भयो नेपालको लागि, जम्मा 67 बलमा 111 को स्ट्राइक रेटले। त्यसपछि गुलशन झा 11 बलमा 5 रन, करण केसीले 31 बल 49 रन। उहाँको लागि एक सेल्युट त जान्छ साथीहरु उहाँको ब्याटिङको। र नन्दन यादवले 6 बलमा 1 रन, सन्दीप लामिछानेले 5 बलमा 4 रन, ललित राजवंशी 1 बलमा 2 बलमा 1 रन बनाउनु भयो। यसरी चाहिँ नेपाली टोलीले चाहिँ लास्टमा टिकेर 271 रन एउटा सम्मानजनक स्कोर खडा गर्यो। त्यसपछि चाहिँ युनाइटेड स्टेट्सका हैन, इन्डियाका, बंगलादेशका, पाकिस्तानका खेलाडीहरु खेल्न आउँछन् र तिनीहरु चाहिँ चेस गर्न आउँछन् र हाम्रो बलिङ गर्न जाँदा चाहिँ जेउस लास्टमा यिनीहरुले चाहिँ 4 विकेटले म्याच जित्छन्, जसमा हाम्रो सन्दीप लामिछानेको भनौं न 5 विकेट मजाले आउँथ्यो। आज उहाँले 5 विकेट हल गर्नुहुन्थ्यो। यदि त्यो क्याच चाहिँ यदि टाइममा भएको भए एउटा गुलशन झासँग पनि क्याच छुट्यो, अर्को म बिर्सिरहेको छु उहाँसँग पनि क्याच छुट्यो, नछुटेको भए चाहिँ म्याचको रूप अर्कै हुन्छ। तर लास्टमा नेपाली टोली चाहिँ म्याच हार्यो, जसमा चाहिँ नन्दन यादवले चाहिँ 10 ओभरमा 53 दिएर 1 विकेट लिनुभयो र 49 ओभरमा नन्दन यादवको दिन भएर त्यही ओभरमा चाहिँ म्याच हार्यो नेपाली टोलीले। करण केसीले चाहिँ 9 ओभरमा 46 रन 1 विकेट, ललित राजवंशीले 10 ओभर 45 रन, गुलशन झाले 5 ओभर 37 रन 1 विकेट। ल सन्दीप लामिछाने हाम्रो किङ प्लेयर, उहाँको लागि पनि एउटा बिग सेल्युट गरिहाल्नु साथीहरु, किनभने लगातार उहाँको परफर्मेन्स बवालमाथि बवाल आइरहेछ साथीहरु। उहाँले फेरि पनि आज 3 विकेट लिनुभयो क्याच मिस हुँदा पनि साथीहरु। कुशल भुटेलले 4 ओभरमा 26 रन, दिपेन्द्र सिंहले 1 ओभरमा 9 रन दिनुभयो र यसरी चाहिँ नेपाली टोली एकदम लडेर म्याच हार्यो साथीहरु र बवाल म्याच खेल्यो। हजुर मलाई चाहिँ प्लेइङ चाहिँ बवाल लागेको छ। आज नेपालको दिल नभएर चाहिँ म्याच हारेको छ म त्यही भन्छु, तर प्लेइङमा चाहिँ कहीं पनि कमी देखेको छैन। हजुरले यसमा के भन्नुहुन्छ आफ्नो प्रतिक्रिया हजुरले कमेन्ट बक्समा कमेन्ट गर्नु होला। सो भेटौँ अब नेक्स्ट भिडियोमा नेक्स्ट अपडेट लिएर। सो आजको भिडियो यही अन्त गर्न चाहिँ हस्त। धन्यवाद, हजुरको दिन शुभ रहोस्।